छोडा एकलाई कहाँ चल्यो हाम फाल्छ स्ट्यान्ड ल्याइदिएको छु मलाई स्ट्यान्ड ल्याइदिएको बोला है भाँडाहरू छ पानी यहीँनिर छ हामीले मिलेर चाहिँ सफा गर्नुपर्ने छ त्यसैले जो अलिक फ्री हुनुहुन्छ खाइसक्नु भएको छ इन्जोय गर्दै हुनुहुन्छ भने कृपया मनैदेखि मैले केही गर्नुपर्छ भन्ने तपाईँहरूलाई हुटुटी लागेको छ भने तपाईँको कर्तव्य पनि हो प्लिज वेलकम यहाँ हामीले चाहिँ यो अलि भाँडा पनि सफा गर्नुपर्ने छ बोरहरू पनि बटुल्नुपर्ने छ कृपया युवा हाल्दैन यो त सम्झनाको लागि हाल्छ भिडियो कति दिन मोबाइल यस्तो टेनिसी गएका उहाँ गएका आगे बोलेको यार के बाले आएछ पहिला गए चल्थ्यो पुरा यार कागज हाल्नु र आगे चाहिँ पाक्दिने भयो यार अहिले दुपाके खाना छ यार आगे आयो आगे आओ होइन हो कस्तो के हो केटा फाँसी लिएर आउँदैछ फाँसी लुट्नु पर्छ आजको यो क्याम्पेनको बारेमा कसैलाई के भन्नु छ भन्नु छ कि हाम्रो धेरै राम्रो चाहिँ धेरै राम्रो आज चाहिँ यो साथीभाइहरूको चाहिँ यो उल्लेखनीय सहभागिता छ यति राम्रो माहौल बनेको छ अघि हामीले चाहिँ देउडा पनि नाच्छौँ र साथीभाइहरू यसरी रमाएका छन् यसरी फेरि पिकनिक आउन पाइयोस्
साथीहरूको चाहिँ सहभागिता हुन पाइयोस् होइन धेरै राम्रो छ र फेरि यो चाहिँ कार्यक्रममा हामी जोडिन्छौँ धन्यवाद आयो आयो गोर्खाली 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 आयो राजा राजा डाउन गरेर क्या गिलास राजाको लागि म ल्याउँछु ल ल ल ओहो आउनु ल यहाँ चाहिँ उता यहाँ चाहिँ जिम्सोन ज्याम्सोन ल अलिअलि ल यी राजा उहाँ हाम्रो सरको लागि रुपेश भाइ होइन एउटा राजा एउटा तपाईँ एउटा रुपेश एउटा तपाईँ एउटा उहाँ ल ल भयो राजा भयो राजा भयो बाबा ए पानी म ल्याउँछु आइस अरे राजाले भन्यो आइस पनि ल्याइदिन्छु ल्याइदिउँ ए भइहाल्यो म ल्याउँछु ल ल म ल्याइदिन्छु ल तपाईँले मलाई तासिल्ने कुरा नगर यहाँ अहिले फोडा खान्छु अहिले फेरि दाइ प्लिज यार दाइ गोविन्द दाइ टडापट्टि खिच्चाएर टडापट्टि के यहाँ देखिने नि केही नै खालि बसिया मात्रै देखिने हो टडापट्टि हो यार नजिक क्यादाएर पनि थाहै हुँदैन यार रातिको 9-10 बजी छ यी केटाहरू यस्तामा हालतमा छन् यहाँ अहिले भेट्दाखेरि तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ सबै आफ्नो आफ्नो खानामा रिल्याक्समा खाना खाने तयारीमा छन् यहाँ हाम्रो सर खाना पकाउँदै हुनुहुन्छ रातिको 10 बज्दैछ यहाँ हामी सबैजना ठन्डिनु अवस्थामा यता हाम्रो तयारी यहाँ खानेकुराहरू यति टन्न छ प्रशस्त छ यहाँ मान्छेहरू यहाँ सिलेक्ट गर्दैछन् खानेकुराहरू यता गफ गरेर बसिरहेछन् हाल्नु न यार हाल हाल्ने कुरा दिन छाडो भाना बुझ्नु पर्यो एक टोली यता छ है रातिको 9:30 बजी टोली यता कहाँ हो त फेरि मिलाएर 37 जना उपस्थित छौँ हामी अहिलेसम्म एकदमै रमाइलो भइरहेछ यो हाम्रो क्याम्पिङको संयोजक हाम्रो समीर भाइ एकचोटि उहाँलाई ताली बजाइदिउँ हाम्रो नेता एकदम अग्रज भाइ लगायत भाइहरू सबैजना उपस्थित हुनुहुन्छ र हाम्रो एकजना भाइ पासाङ भाइ जसले फोटो खिच्नुभएको छ उहाँलाई अनि त्यस्तै यहाँ धेरै साथीहरूले एकदम राम्रोसँग सहयोग गर्नुभएको छ मजा गरे यति कारबाही होइन उहाँलाई एकदम बधाई छ धन्यवाद छ होइन अब एकचोटि कसैले केही प्रतिभा छ गीत छ कविता छ केही सुनौ अब त्योभन्दा अगाडि पहिला यसो गर होला म पालो माइक दिन्छु अनि आफ्नो नाउँ पनि भनौँ यसो आफ्नो केही कुरा छ त्यो पनि राखौँ सर्वप्रथम मेरो नाम हरि पाण्डे हो मेरो नेपालमा गुल्मी हो घर मेरो करिब यहाँ आएको 8 वर्ष भयो होइन एउटा सानो गजल एकदम ध्यान दिएर सुन्यो
यति राम्रो क्या यति भएको हो भेट सुटुक्क जाँदा कोही थिएनन् घरमा एक दुईचोटि मजेरीमा भएको हो भेट सबै पिउँछन् ओ आयो जेम्सन आयो तास मात्र है मान्छे फंक्शन निकाले यार खाए दैला एक हो एक काजे तलले आउनु पर्ने सबरे बोट भातमा पनि कार्बोहाइड्रेट हो अनि बियरमा पनि कार्बोहाइड्रेट हो के खाने हो भात पनि कार्बोहाइड्रेट बियर पनि कार्बोहाइड्रेट के खाने हो ए भात पनि कार्बोहाइड्रेट दर्शन यहाँ छु उदर्शन
मोहन दाइहरू कहाँ हुनुहुन्छ? मजाले मजाले खुर्सानी र म ल्याइदिन्छु खुर्सानी जग्गा यतै केन्द्रित हौ है एकैछिनका लागि भए पनि जिन्दगीको यात्रामै एकैछिन भए पनि यतै साथीहरू बिहानको 6:36 पनि बजेको छैन। यहाँ हिजोबाट तास खेलेर यिनीहरू 9 बजीबाट सुरु गरेर क्याम्पिनमा आएर यिनीहरू अहिले यहाँ आएर यिनीहरू 6:30 बजीसम्म एकचोटि पनि नसुतेर तास खेलेर मान्छेहरूलाई हल्ला गराएर नसुत्न दिने नसुते यिनीहरू अहिलेसम्म तास खेलेर आज बिहान तासको हेड सर यो